सँगै यात्रा सधैँ यात्रा तपाईसँग हाम्रो सहयात्रा यात्रा अनलाइन टिभी भिजिट अलवा। विवाद र चर्चामा आइरहने गायक प्रकाश ओझा फेरि पक्राउ परेका छन्। इटहरीको दोस्रो पुस्ताका गायक तथा कलाकार ओझा 14 वर्ष अघिको यौन काण्डका दोषी देखिएका हुन्। 2059 सालमा भएको यौन काण्डको मुद्दामा पुनरावेदन अदालत विराटनगरले ओझाको पक्षमा फैसला गरेको थियो, तर सोही फैसला सर्वोच्चले उल्टाएपछि प्रहरीले शुक्रबार उनलाई काठमाडौँबाट पक्राउ गरेको हो। सर्वोच्च अदालतले गायक ओझालाई 10 वर्षको जेल सजाय सुनाएको छ। को हुन् त गायक प्रकाश ओझा? प्रकाश ओझा इटहरीका दोस्रो पुस्ताका कलाकार हुन्। गायन, संगीत र अभिनय तिनै विधामा एकैसाथ ओझालाई रुचाइएको थियो। इटहरीमा 2055 सालमा झ्यानाकुटुङ नामको एल्बम निकालेर उनको सांगीतिक यात्रा सुरु भएको हो। त्यसपछि ओझाको सोल्टिनी नानी, जिमखाना लगायतका एल्बमले बजार पिटे। 2054 सालतिर मदानी समूहको स्थापनासँगै ओझाले अभियानमा हात हालेका थिए। नाटक तथा गीत संगीतको विभिन्न गतिविधि गरेको यो संस्थाले इटहरीको सांगीतिक तथा सांस्कृतिक पक्षलाई उठाएको इटहरीका कला क्षेत्रलाई नजिकबाट चिन्नेहरूले बताउँछन्। इटहरीमा सांस्कृतिक र सांगीतिक क्षेत्रमा काम गर्दा गर्दै उनले कान्तिपुर टेलिभिजनमा तिते करेली नामको हास्य व्यङ्ग्य टेली चलचित्रमा समेत काम गर्न थालेपछि उनको झनै चर्चा हुन थाल्यो। त्यही बेला उनको बाउले बिहे गर्दिएनन् पोहोर पनि बोलको गीत धेरैको मुखमा झुन्डिएको थियो। चर्चाको शिखरमा रहेकै बेला जेल परेपछि उनले 477 दिन जेल जीवन बिताए। जेलबाट निस्केपछि उनले 477 नामक एल्बम पनि निकालेका थिए। जेलबाट निस्केपछि पनि लगातार सांगीतिक क्षेत्र र अभिनयमै लागेका ओझाको आई लभ यू सेतेरम अहिले चर्चामा आएको गीत हो। ओझाले जेलबाट छुटेपछि त्रास नामक फिल्मको निर्देशन गरे भने दाइको ससुराली नामक चलचित्रमा समेत अभिनय गरे। यस्तो छ ओझाको अपराध। जति बेला बाउले बिहे गर्दैनन् पोहोर पनि बोलको गीत चर्चाको शिखरमा थियो, त्यो भन्दा चर्चा भयो उनको मोडल ज्योति खड्काको यौन भिडियोको। यही बेला प्रकाश ओझाको कान्तिपुर टेलिभिजनमा तिते करेले पनि हिट थियो। इटहरीकै ज्योति खड्का जेसिका पनि मोडेलिङमा जम्दै थिइन्। इटहरी जनता बस्तीकी खड्काको ओझासँग राम्रै हिमचिम थियो। आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी खड्कालाई नायिका बन्ने सपना थियो। यही सपना पूरा गराइदिने आश्वासनमा गायक ओझाले शारीरिक सम्बन्ध राखेको आरोप लागेको थियो। सँगै ओझाले अन्य 2 जना बालिकालाई समेत प्रलोभनमा पारेर यौन सम्पर्क गरेको र त्यसको भिडियो खिचेर पैसा कमाउने उद्देश्यले अनलाइनमा अपलोड गरेको आरोप लागेको थियो। 2 जना बालिका पनि कला क्षेत्रका शिकारु हुन्। ओझा आफैले भने पटक पटक संचारकर्मीसँग व्यापार गर्ने उद्देश्य नभएको र आफूलाई फसाइएको बताउँदै आएका थिए। यो घटनाका पीडित जेसिका ज्योति खड्काले 4 वर्ष अघि आत्महत्या गरिन्। सीआईबी को टोलीले गर्यो पक्राउ। अहिले सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै ओझालाई मानव बेचबिखन र ओसार पसारको 2वटा मुद्दामा 5-5 वर्षको जेल सजाय सुनाएको हो। दुवै मुद्दा गरी ओझाले 10 वर्ष जेल सजाय भुक्तान गर्नुपर्नेछ। माघ पहिलो साता भएको यो फैसला सार्वजनिक भएको थिएन। फैसला लगत्तै फरार ओझालाई शंखमूलबाट नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले पक्राउ गरेको हो। ओझालाई शुक्रबार नै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको थियो। फैसला कानूनको लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले बताएको छ। यसअघि उनले सोही मुद्दामा 477 दिन जेल सजाय भुक्तान गरिसकेका छन्। उज्यालो अनलाइनको सहयोगमा यात्रा अनलाइन टिभी। यस्तै विविध जानकारीको लागि हाम्रो युट्युब च्यानल यात्रा अनलाइन टिभीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।